प्रश्न 1. नेपाल चीन अन्तर्राष्ट्रिय सीमा करिब कति किलोमिटर लामो छ? प्रश्न 2. नेपाल एसियाको कुल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ? प्रश्न 3. नेपालको पूर्व पश्चिम लम्बाइ करिब कति किलोमिटर छ? प्रश्न 4. नेपालको क्षेत्रफल विश्वका देशहरूमध्ये करिब कति स्थानमा पर्दछ? प्रश्न 5. नेपाल कुन गोलार्धमा अवस्थित छ? कृपया आफ्नो स्कोर कमेन्ट गर्नुहोस्।